आदरणीय दर्शकवृन्द, अखन बात करी तो कोरोना के त्रास अते फैल चुकल है कि विशेष क त्रास ओहू में जे बॉर्डर साइड के नेपाल के जे सीमावर्ती क्षेत्र है उतुका लोग और बेसी त्रसित है कियाकि भारत में 7 गोटे के मृत्यु समेत भ चुकल है। दोसर दिस काठमांडू में सेहो 1 गोटे में कोरोना के संक्रमण देखल गेल है। एहन अवस्था में लॉकडाउन करे के अवस्था सेहो सृजना भ रहल है। वही दिस सरकार धीरे धीरे जा रहल है। अखन के बात करी तो अखन नाका बंद कल गेल है। आब जिलागत तैयारी सब केहन किस्म भ रहल है। जिला में विभिन्न किस्म के अपन अपन निकाय सब, प्रदेश के बात करी प्रदेश अपन तैयारी कर रहल है। जिला में सेहो तैयारी भ रहल है। स्थानीय तह सब सेहो अपन अपन किस्म से तैयारी कर रहल है। वास्तव में जिला के तैयारी केहन है? आई विशेष क महोत्तरी जिला के समग्र तैयारी की सब भेल है कोरोना के जोखिम न्यूनीकरण करबाक लेल? आई महोत्तरी के सीडीओ जी से बातचीत कर जा रहल छी। सबसे पहले उनका स्वागत करै छी। तपाईलाई स्वागत है। धन्यवाद। यो महोत्तरी अलि संवेदनशील नै भयो किनभने भारतसँग प्रत्यक्ष नाका जोडिएको, अझ जलेश्वरको कुरा गर्ने भने सिधै नाका जोडिएको अवस्था छ। के छ वास्तवमा महोत्तरीको समग्र तयारी कोरोना न्यूनीकरणको लागि चाहिँ जोखिम नआओस् हैन, त्यसको लागि चाहिँ के भइरहेको छ वास्तवमा? हाम्रो महोत्तरी जिल्लामा भारतीय सीमा नाकामा 38 किलोमिटर चाहिँ भारतसँग हामी जोडिएका छौँ। त्यसले गर्दाखेरि यतिको दूरीमा खास गरिकन हामीले 12वटा स्थान चाहिँ यहाँ सर्वसाधारणहरू आउने जाने 12वटा स्थानलाई हामीले चाहिँ पहिचान गरेका थियौँ र त्यसै अनुसार हामीले 12 स्थानमा हेल्थ टेस्ट राखेर आवत जावतलाई सुचारू गरेका थियौँ केही दिन अगाडिसम्म। र अस्तिसम्म हामीले चाहिँ 12 स्थानमा भएकोमा त्यसलाई चाहिँ न्यारो डाउन गरियो र एउटा मात्रै स्थानमा हिजोको दिनमा एउटा मात्रै स्थानबाट आउने जाने गरियो र अरू बाँकी नाकाहरू बन्द गरियो। र त्यस्तै गरी अहिले आजका दिनदेखि बिहान 10 बजेदेखि अहिले यो मलिबाडा स्थित हाम्रो भन्सार नाका जुन छ हाम्रो यहाँको महोत्तरीको मुख्य नाका हो, यसबाट चाहिँ पनि आवत जावत चाहिँ अहिले बन्द गरिएको छ। सीमा नाका, यो अन्तर्राष्ट्रिय सीमा नाकाहरू भारत र चाइनामा रहेका अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गर्नुपर्ने नेपाल सरकारको निर्णय भएको कारणले गर्दाखेरि हामीले यस महोत्तरी जिल्लामा पनि अहिले बन्द गरेका छौँ। र यस जिल्लाभित्र पनि हामीले विभिन्न कार्यक्रमहरू जस्तै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, आवत जावत गर्दाखेरि ती व्यक्तिहरूलाई थर्मल गनद्वारा चाहिँ चेक जाँच गर्ने, हेल्थ डेस्कहरू राख्ने, सुरक्षाकर्मीहरूको सहयोगद्वारा चाहिँ ती व्यक्तिहरू यदि कोही सङ्क्रमित छन्, त्यस्तो अवस्था शङ्कास्पद भेटियो भने ती व्यक्तिहरूलाई चाहिँ आइसोलेसनमा राख्नुको लागि हामीले तयारी अवस्थामा राख्ने। भनेपछि अहिलेसम्म तयारी चाहिँ के भयो? आज मात्रै विपद व्यवस्थापन समितिको बैठक बसेको थियो होइन? के चाहिँ निर्णय भयो? आज चाहिँ हामीले 10वटा निर्णय गरेका छौँ। 10वटा निर्णयमा मुख्य निर्णय एउटा चाहिँ के छ भने हामीलाई प्रदेश सरकारबाट 50 लाख बराबरको चाहिँ आर्थिक सहयोग चाहिँ आर्थिक सहयोग प्राप्त भएको छ विपद व्यवस्थापन समितिलाई। र त्यो पैसाबाट चाहिने स्वास्थ्यको उपकरणहरू, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य उपकरणहरू खरिद गर्ने, त्यस विषयमा हामीले चाहिँ छलफल गऱ्यौँ। र जहाँ जसरी उपलब्ध हुन सक्छ ती उपलब्ध सामग्रीहरू खरिद गरेर वितरण गर्ने। खास गरी अब यहाँ मैले रोकेँ। अब तपाईँले भन्नुभयो कि अब यी सामानहरू चाहिँ खरिद गर्ने भनेर निर्णय भयो, त्यसको लागि पैसा पनि छुट्यायो, पैसा पनि विनियोजन भयो होइन? भनेपछि अब जहाँसम्म प्रदेशको कुरा गर्ने हो भने प्रदेश स्वास्थ्य निर्देशनालय नै निरिरहेको अवस्था छ। किनभने उहाँहरूसँग कुरा गर्दाखेरि हामीसँग पैसा छ तर सामान पाउँदैन होइन? अझ मास्क भयो, सेनिटाइजरका अरू सामानहरू जुन छन्, पिपिई भयो होइन, यी सामानहरू नै पाउँदैन। थर्मल गन त अझ छँदै छैन रे, 5-7वटा मात्रै छन्। भनेपछि यस्तो अवस्थामा अब सामान चाहिँ कसरी उपलब्ध गर्नुहुन्छ त तपाईँहरू? हामीलाई यो समस्या चाहिँ जनकपुरमा भए जस्तै समस्या हामीलाई पनि महोत्तरीमा पनि छ। र महोत्तरी मात्रै होइन, धेरै जिल्लाहरूमा यो समस्या छ। अहिले यो समस्या बढ्नुको कारण एउटा के हो भने यसको चाहिँ उपभोग गर्ने र यसको प्रयोग गर्नेको सङ्ख्या वृद्धि भयो, उत्पादनको सङ्ख्या चाहिँ कम भयो। विगतका दिनहरूमा यसको आवश्यकता कम परेको कारणले गर्दाखेरि उत्पादन कम भयो र अहिले चाहिँ यसको माग बढी भएको कारणले गर्दाखेरि त्यो अनुसारको पूर्ति हुन नसकेका कारणले समस्या भएको छ सामग्रीहरू पाउनको निम्ति। यद्यपि आफ्नो चाहिँ व्यक्तिगत प्रयासबाट केही संस्थाहरूले, केही नगरपालिकाहरूले आफ्नो तवरबाट तयारी पनि गरेका छन् र केही सामग्रीहरू प्राप्त गरेका पनि छन्। यसका लागि केन्द्र सरकारसँग कुनै त्यस्तो सहकार्य त्यस्तो के भएको छ? केन्द्र सरकारसँग पनि हामीले खास गरिकन स्वास्थ्य मन्त्रालयले यसको चाहिँ
व्यवस्थापन स्वास्थ्य सामग्रीको व्यवस्थापनको विषयमा स्वास्थ्य मन्त्रालयले यसको चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ र केन्द्रबाट पनि अब अहिले इक्विपमेन्टको हकमा चाहिँ थप मद्दतहरू यस जिल्लामा आइपुगेको छैन। स्रोत साधन जस्तै बजेट प्रदान गर्ने कुराहरू, बजेटबाट सपोर्ट हुने कुराहरू भएको छ। अरू जस्तै अरू वस्तुगत चिजहरूको व्यवस्था चाहिँ अहिलेसम्म हुन सकेका छैन। अब यो त भए सामानका कुराहरू भयो होइन, त्यसपछि अरू चाहिँ अब क्वारेन्टाइन राख्ने कुरा भयो होइन, आइसोलेसन वार्ड बनाउने कुराहरू भए होइन, त्यसको लागि यहाँ कहाँ व्यवस्थापन हुँदैछ? हामीले यही जलेश्वर नगरपालिका स्थित जनस्वास्थ्यको चाहिँ भवनमा एउटा चाहिँ आइसोलेसन वार्ड बनाएका छौँ। त्यस्तै गरी चाहिँ अस्पतालमा पनि बनाएका छौँ र अर्को चाहिँ कति बेडको आइसोलेसन वार्ड बन्दैछ? अहिले 20 बेडको हामीले तयारी गरिरहेछौँ। त्यस्तै गरी 15 बेड जतिको हामीले चाहिँ यो पिपरा गाउँपालिका हाम्रो चाहिँ यो अहिले हाम्रो हाइवे जनकपुर र यो जलेश्वर बिचको हाइवेमा पर्छ, त्यसमा पनि हामीले तयारी गर्न भनेका छौँ र बर्दिवासमा पनि आइसोलेसन वार्डको लागि तयारी भएको छ भन्ने मैले समाचार प्राप्त गरेको छु र हामीले हाम्रो जिल्लाको पनि तयारी गरेका छौँ र नजिकै प्रदेशको राजधानी पनि भएको कारणले गर्दाखेरि हामीलाई थप सहयोग र मद्दत चाहियो भने पनि हामीलाई त्यो पहुँचभन्दा बाहिरको विषय छैन। दूरीका हिसाबले त्यसको लागि त फेरि जनशक्ति पनि चाहिने होला, आइसोलेसन वार्ड मात्रै होइन फेरि क्वारेन्टाइन पनि राख्नुपर्ने होला होइन। अनि क्वारेन्टाइनको चाहिँ के भइरहेको छ अहिले? क्वारेन्टाइनको बारेमा पनि हामीले चाहिँ अब अहिले चाहिँ हस्पिटलसँगै हामीले जे छ त्यसैबाट काम चलाउने भनेर तयारी गरेका छौँ र त्यहाँको प्राविधिक जनशक्तिलाई, त्यहाँको मेडिकल सुपरिन्टेन्डेन्टलाई हामीले अनुरोध गरेका छौँ र उहाँहरूले आफ्नो तयारी गर्नुभएको छ। अब क्वारेन्टाइन भयो त्यसपछि तपाईँको अब कोही बिरामी भयो भने भनौँ न, अब कसैले शङ्का लाग्यो भने अब कहाँ जाने, कसरी गर्ने भनौँ, यो जिल्लाभित्र कसैलाई शङ्का लाग्यो भने त्यो त्यतिखेर चाहिँ कहाँ जाने त? अब सिधै अब शङ्का लाग्ने बित्तिकै त सम्बन्धित व्यक्तिले स्वास्थ्य कर्मीलाई नै सम्पर्क गर्नु पर्यो। पहिला स्वास्थ्य कर्मी र हस्पिटल त्यहाँ सम्पर्क गरिसकेपछि अनि स्वास्थ्य कर्मीले त्यसको चेक जाँच गर्दा र सिम्टम देख्दाखेरि यदि चाहिँ दुईवटा कुरो भयो। अब सङ्क्रमित छु भन्ने एउटा चाहिँ आशंका लाग्यो भने अब स्वास्थ्य कर्मी कहाँ, हस्पिटलमा आफै जाने कि के हो, त्यसको चाहिँ व्यवस्था चाहिँ के भएको छ? अब अहिले हामीले आजको विपद व्यवस्थापन समितिको निर्णयबाट के गरेका छौँ भने यदि सङ्क्रमित छ भन्ने सूचना पायो भने स्थानीय तहका जुन स्वास्थ्य कर्मी साथीहरू हुनुहुन्छ त्यो चाहिँ त्यही स्थानीय तहले नै घरमै गएर सेवा उपलब्ध गराउने र त्यसको चेक जाँच गर्ने। यदि चाहिँ यो शङ्कास्पद सङ्क्रमित हो भन्ने भयो भने उसलाई चाहिँ अनि त्यहीँबाट रिफर गरेर सम्बन्धित चाहिँ नि जस्तै अहिले जनकपुरको हस्पिटल नजिक हुन्छ, जनकपुरको जलेश्वरको हस्पिटल नजिक हुन्छ भने जलेश्वरमा यसरी चाहिँ रिफर गर्ने भन्ने व्यवस्था गरेका छौँ। अब एउटा अर्को समस्या जनशक्तिको, एउटा त सामान त मैले भनौँ सामानको उपलब्धता छैन, अर्को जनशक्ति चाहिँ दक्ष जनशक्ति छन् कि छैनन्, अब तिनीहरूलाई तालिम पनि दिनुपर्ने होला कि अब सर्ट टर्ममा चाहिँ के चाहिँ भइसक्यो त्यो विषयमा? यो कोरोना भाइरस भन्ने एउटा नयाँ रोग भएको कारणले गर्दाखेरि जनशक्तिमा त्यो खालको चाहिँ नयाँ तालिमको आवश्यकता त पर्छ नै। नयाँ खालको रोगको पहिचान कसरी गर्ने, त्यसको बारेमा उपचार कसरी गर्ने, त्यसको चाहिँ निदान कसरी गर्ने भन्ने विषयमा आवश्यकता त पर्छ तालिमको। यद्यपि अब अहिलेसम्मको अवस्था, हाम्रो तयारीको अवस्था हेर्दाखेरि के देखिन्छ भने हामीले अहिले उपचारात्मक भन्दा पनि त्यसलाई चाहिँ यो उपचार गर्ने स्टेजमा हामी आइसकेका छैनौँ। अहिले चाहिँ हामीले एउटा तयारीको अवस्था छ, जुनसुकै बेला पनि हामीलाई यो सङ्क्रमणले समात्न सक्छ, पब्लिकहरूलाई यसले असर गर्न सक्छ भन्ने हिसाबले हामीले तयारी गरेका छौँ। अहिले हाम्रो चाहिँ पूर्व तयारीको अवस्था मात्रै हो। पूर्व तयारीसँगै अवेरनेसको कुरा पनि आउला होइन, मुख्य त त्यही हो, अवेरनेस चाहिँ यसमा चाहिन्छ नै होइन। त्यसको लागि चाहिँ के प्रयास भइरहेको छ? अवेरनेसको लागि हामीले अवेरनेसको पार्ट चाहिँ हाम्रो निकै सक्रियतापूर्वक बढेको मैले अनुभूति गरेको छु र मैले यसको चाहिँ नि यहाँहरूलाई मैले के भन्न चाहन्छु भने जस्तै विभिन्न ठाउँमा चाहिँ यो फ्ल्याक्स बोर्डहरू राख्ने, अनि सिमानामा आउने व्यक्तिहरूलाई चाहिँ पर्चा पम्पलेट जुन बनाएको छ त्यो चाहिँ एउटा जनचेतनाको निम्ति यो सजगता अपनाउनुपर्छ भन्ने खालका चाहिँ चेतनामूलक पम्पलेटहरू प्रदान गर्ने, माइकिङ गर्ने। त्यसपछि चाहिँ अब कोही स्वास्थ्य जाँच नगरिकन कसैले चाहिँ बाटो छल्दै आयो भने सुरक्षाकर्मीको सहयोगद्वारा हेल्थ डेस्कमा पुर्याउने, यो चाहिँ माइकिङ प्रचार प्रसार गर्ने काममा स्थानीय तहका व्यक्तिहरू पनि त्यत्तिकै सक्रिय भएर लागेको पाएँ, सुरक्षाकर्मी पनि र जनस्वास्थ्यका कर्मचारीहरू पनि सक्रिय भएर हामीले ठाउँ ठाउँमा बेला हामीले सीमा नाकाहरू र अन्य ठाउँहरू पनि अनुगमन गरेका छौँ। त्यो अनुगमन गर्दाखेरि प्रचार प्रसारको चाहिँ पार्ट चाहिँ अझै चाहिँ मैले उहाँहरूको निकै सक्रियतापूर्वक गरेको पाएँ र त्यसको साथसाथै मैले आज अर्को फेरि थप के निर्णय गरिएको छ भने विपद व्यवस्थापन समितिको बैठक राखेर हामीले चाहिँ यो प्रचार प्रसारको कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको निम्ति
हामीले चाहिँ जहाँ घना बस्ती छ त्यस्तो ठाउँमा स्वास्थ्यकर्मी जनप्रतिनिधि र स्वास्थ्यकर्मी सँगसँगै गएर त्यो ठाउँमा चाहिँ यो जनचेतना फैलाउनको निम्ति विभिन्न कार्यक्रमहरू उनीहरूलाई जनचेतनाका विभिन्न कार्यक्रमहरू दिने उसलाई चाहिँ जस्तै अब सरसफाइको लागि के गर्नुपर्छ, कसरी आफूलाई चाहिँ बस्ने, कसरी चाहिँ सुरक्षित हुने भन्ने कुराहरूको सबै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुको निम्ति पनि हामीले आज महत्त्वपूर्ण एउटा निर्णय गरेका छौँ, जसले चाहिँ त्यो अहिले मैले जोड दिएर भन्न खोजेको विषय के भन्दाखेरि जहाँ चाहिँ अलि बजार छ त्यस्तो ठाउँहरूमा अलि बढी चाहिँ भिडभाड हुने ठाउँमा, अलि बढी चाहिँ पपुलेसन भएको ठाउँमा त्यो चाहिँ स्वास्थ्यको टिम र जनप्रतिनिधि टिम गएर प्रचार प्रसार गर्दा अब एउटा त भयो जनचेतना दिनु पर्यो होइन। अर्को प्रदेश 2 को कुरा गर्ने हो भने शिक्षा पछाडि जागरुकतामा कतै न कतै कमी पनि देखिन्छ होइन। अनि अर्कोतर्फ फेरि गरिबीको अवस्था त्यतिकै छ। अब साबुन पानीले हात धुनु पर्यो, सेनिटाइजर प्रयोग गर्नु पर्यो, मास्क लगाउनु पर्यो होइन। थाहा हुँदै पनि ती सामानहरू चाहिँ प्रयोग गर्न नसकेको अवस्था पनि होला नि। भनेपछि अब भनौँ न जिल्लागत रूपमा तपाईँहरू चाहिँ के गरिराख्नु भएको छ? उनीहरूले चाहिँ मास्क वितरणदेखि लिएर अन्य केही सेनिटाइजर वितरण गर्ने त्यस्तो केही? अब हामीले चाहिँ अहिले आजको एउटा थप निर्णय पनि के गरेका छौँ भने हामीले यो चाहिँ ठाउँमा जस्तै मेन चोकहरूमा अन्य ठाउँहरूमा पनि यो चाहिँ पानीहरू ड्रममा पानी राखिदिने, अनि त्यसमा चाहिँ साबुनहरू जस्तै लिक्विड साबुन अथवा ठोस साबुनहरू राखेर हातहरू धुने बानी बसाल्ने ठाउँमा त्यो सुविधाहरू दिने भनेर अलि घना बस्ती भएको ठाउँहरूमा त्यो व्यवस्था पनि गरौँ भनेर आज चाहिँ छलफल भएर त्यो अनुसारको तयारी नगरपालिकाहरूले गरेका छन्। आफ्नो वडाहरूमा पनि राख्ने भनेर भन्ने भएको छ। त्यस्तै गरी केही प्रस्ताव पनि आएको छ, जस्तै स्थानीय तहले हामी चाहिँ सम्बन्धित गाउँ टोलहरूमा साबुनहरू वितरण गर्ने, पानीको व्यवस्था गर्ने, त्यसले गर्दा हात धुने, सरसफाइमा बस्ने, सजगतापूर्वक बस्ने कुराहरूमा हामी पनि सहयोग गर्छौँ भन्ने खालको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अनि जिल्लाभित्र हुने हरेक गतिविधिको निर्णय या भनौँ न एक द्वार प्रणालीबाट जाओस् त्यो किसिमले भइरहेको छ कि छैन? किनभने अहिले हेर्ने हो भने गाउँपालिका होस् नगरपालिका होस् सबैले आफ्नै किसिमको निर्णय गरेछन्। कोही चाहिँ आफैले लकडाउन गरिदिने होइन, कोही चाहिँ भोलिबाट बजार नखुल्ने, त्यस्ता निर्णयहरू पनि भइरहेका छन् होइन। यो महोत्तरीमा खास के भइरहेको छ? स्थानीय तहसँग समन्वय गर्ने एउटा निर्णय होस् कुनै, त्यस हिसाबले चाहिँ अगाडि बढ्ने त्यो के भइरहेछ? हामीले चाहिँ केही स्थानीय तहहरूले त्यसरी गरेका पनि छन्। गरेका कुराहरूमा उनीहरूले जस्तै लकडाउनको विषयमा गर्ने, हाट बजारहरू नियन्त्रण गर्ने विषयहरूमा स्थानीय तहहरूले त्यसलाई चाहिँ हामीसँग पनि सल्लाह गरेर त्यो कार्यक्रमहरू अगाडि बढाएका छन् र त्यसलाई चाहिँ यहाँहरूले गर्दा उचित हुन्छ भन्ने हिसाबले हामीले विपद व्यवस्थापन समितिको अध्यक्षको हिसाबले मैले पनि सल्लाह सुझाव दिएको थिएँ। र त्यति मात्रै होइन, आज हामीले त्यसलाई चाहिँ सबैले बसेर निर्णय पनि गरिसकेका छौँ। अब हाट बजार पनि बन्द गर्ने सबै स्थानीय तहहरूमा, त्यसको लागि चाहिँ स्थानीय तहले पनि पहल गर्ने र अनि हाम्रो चाहिँ सुरक्षाकर्मीहरूले पनि त्यसको लागि सहयोग गर्ने भन्ने हिसाबले हामीले चाहिँ अहिले खास गरिकन यहाँ चाहिँ बढी उठेको विषय भनेको हाट बजारकै विषय थियो र त्यो विषयलाई चाहिँ नियन्त्रण गर्ने भनेर हामीले चाहिँ आजको यो विपद व्यवस्थापन समितिको बैठकबाट समेत निर्णय गरेका छौँ। अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। यो जुन अब यस्तो विपद परे बेलामा विशेष गरेर व्यापारीहरूले चाहिँ अब त्यो मौकाको फाइदा उठाउने कि अब कालो बजारी गर्ने, त्यस्ता किसिमका सामान भएर पनि नदिने होइन, ती कुराहरू, ती अनियमितताहरू पनि हुने गरेका छन्। के छ यो जिल्लाको अवस्था चाहिँ? यो विषय पनि हामीले तपाईँहरूले उठाएकै विषय पनि आज हामीले सम्बोधन गरेका छौँ र यो हामीले चाहिँ आज 2-4 दिन अगाडिदेखि नै हामीले अनुगमनको एउटा टोली नै बनाएका छौँ र ठाउँमा बजारहरूमा अनुगमन पनि भएको छ र त्यो अनुगमनको क्रममा सबै जिल्ला कभर गर्न जिल्ला प्रशासन कार्यालय र यहाँको जनशक्तिबाट मात्रै त्यो चाहिँ अलिकति कठिनाइ हुने भएको कारणले गर्दा हामीले चाहिँ आज के निर्णय गरेका छौँ भने सम्पूर्ण स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, त्यसको चाहिँ संयोजक, अनुगमनको बजार अनुगमनको संयोजक हुने भएको कारणले गर्दाखेरि उहाँको नेतृत्वमा बजार अनुगमन गर्ने र त्यसमा चाहिँ आवश्यक परेको सुरक्षाकर्मी हामीले उपलब्ध गराइदिन्छौँ र हाम्रो चाहिँ प्रहरी प्रशासनको तर्फबाट हुनुपर्ने सहयोग हुन्छ र सबै स्थानीय तहलाई बजार अनुगमनमा सक्रिय बनाउने भनेर हामीले एउटा मुद्दामा त्यो पनि निर्णय गरेका छौँ। अहिलेसम्म कुरा गर्ने हो भने कालो बजारी भएको या कसैले पक्राउ गरिएको त्यस्तो कुनै घटना त्यस्तो आएको छैन। फाटफुट कहिलेकाहीँ ग्यास पाइएन, ग्यासको अनुगमन चाहिँ भइरहेको छ, अनुगमन भइरहेछ, ग्यास पाइएन भन्ने कहिलेकाहीँ गुनासो आउँछ। ती कुराहरू कहिलेकाहीँ हरेक जिल्लामा देखेको छ नि ग्यासको अभाव। अब त्यसको लागि त पहिलादेखि नै पहल गर्नुपर्ने थियो होला होइन? त्यसको लागि केही ठोस केही काम भएको छ? त्यसको लागि एउटा समस्या अहिले ग्यासको अभाव हुनको कारण के भन्दाखेरि पहिलाभन्दा आपूर्तिमा अलिकति चाहिँ नि पहिला जतिकै आपूर्ति सहज हिसाबले हुन सकेको छैन। जस्तै अब अहिले भनौँ न अहिले 4वटा नाका मात्रै खुला छन् सामान आवत जावत गर्नुको निम्ति।
त्यसले गर्दाखेरि जस्तै हामीले अहिले भिट्टामोड नाकाबाट जसरी सामान आयात गर्दाखेरि आपूर्तिलाई सहज हुन्थ्यो त्यति अब वीरगन्जबाटै फेरि आयात गर्नुपर्ने हुन्छ होइन। यी कारणले गर्दाखेरि अलिकति कठिनाइ हुन्छ र अर्को चाहिँ के भन्छ भने उपभोक्ताहरूमा पनि अलिकति स्टक राख्नुपर्छ भन्ने चाहिँ नि मनोवृत्तिले गर्दाखेरि त्यसले गर्दाखेरि सामानहरू बढी खरिद गरिसकेपछि अनि स्टकहरू रित्तिने त्यस्तो खालको चाहिँ समस्या भएका कारणले गर्दाखेरि एउटा मनोवैज्ञानिक त्रासले गर्दाखेरि पनि अत्यधिक चाहिँ नि उपभोक्ताले स्टक गर्न खोजेका कारणले गर्दाखेरि समस्या आएको हो। तर अहिले चाहिँ त्यस्तो चाहिँ नि खाद्यान्न अभाव अन्य अब जस्तै दैनिक जीवनमा प्रयोग गर्ने सामानहरूको अभाव भएको अवस्था चाहिँ अहिले छैन। अब अन्त्यमा जसरी तपाईँले भन्नुभयो कि वीरगन्जबाट 4वटा मात्रै नाका भारतले खोलेको अवस्था छ होइन, भनेपछि वीरगन्जबाट ल्याउनु पर्ने बाध्यता छ किनभने भिटामोडको बन्द भइसक्यो, उताबाट सामान चाहिँ आइरहेको छैन होइन, त्यस्तो अवस्था छ। ल्याउने चाहिँ भनेको छ सरकारले चाहिँ आइरहेको चाहिँ छैन, त्यस्तो अवस्था छ। भनेपछि अब वीरगन्जबाट सामान ल्याउनु पर्यो भनेपछि जिल्लावासीले भन्नु पर्दाखेरि के भन्नुहुन्छ, यहाँ चाहिँ खाद्यान्नको कुनै अभाव हुँदैन, पेट्रोलियम पदार्थको कुनै अभाव हुँदैन, भनौँ न अति आवश्यक वस्तुहरूको अभाव हुँदैन भनेर तपाईँ ग्यारेन्टी गर्नुहुन्छ? अब अहिले आजको दिनसम्ममा स्टकको चाहिँ बजारको कुनै समस्या छैन। एउटा चाहिँ मैले के भन्छु भने पेट्रोलियम पदार्थ भनेको आयात हुने अहिले चाहिँ खास गरेर मुख्य नाका नै वीरगन्ज हो, किन यहाँ चाहिँ भिट्टामोड नाकाबाट अहिले पेट्रोलको आयात चाहिँ हुँदैन, उहीँबाटै हुन्छ। अन्त वितरण पनि अब यहाँ हाम्रो चाहिँ जनकपुर डिपो मार्फत हुने हो। पेट्रोलियमको हकमा चाहिँ यो छ भने अरू खाद्यान्नको अभावमा खाद्यान्नको हिसाबमा भन्ने हो भने पुरानो चाहिँ सामानहरू लिएको अहिले स्टक सकिने बेला भएको छैन र यो चाहिँ सामान आयात रोकिएको भनेको केही समय छोटो समय मात्रै भएको छ र त्यसले चाहिँ केही दिनमा फेरि अब त्यसलाई सहज बनाउने नाम देखिएला केही दिनमा सहज बनाउने वातावरण जस्तै आपूर्तिको लागि फेरि केही नाकाहरू खुला गर्ने नेपाल सरकारले निर्णय भएको खण्डमा फेरि नाकाहरू खुला हुन सक्ने पनि हुन्छ। अहिलेको तत्कालको चाहिँ निर्णय भएको विषय भनेको यो लकडाउनको निर्णय भएको 16 गते, यो चाहिँ चैत 16 गते राति 12 बजेसम्मको लागि भएको छ र त्यसको लागि पुनः अब नेपाल सरकारबाट अर्को के निर्णय भएर आउँछ त्यसपछि चाहिँ नि भन्न सकिने हुन्छ। हस् त, धन्यवाद। हस्, धन्यवाद। दर्शकबिन उछलित महोत्तरी के प्रमुख जिला अधिकारी आए उनका से बातचीत करी छलिए जे अखन पिछला समय में कोरोना के जोखिम जे बढ़ल है ते के न्यूनीकरण के लिए की प्रयास करल है जिला ते के बाद स्थानीय तह संग समन्वय क केहन किसिम के प्रयास बढ़ल है, ई समग्र विषय में बातचीत करी छलिए।